बेस्ट फ्रेन्ड हो, मेरो आफ्नो मान्छे हो, मनमुटुमा बसेको मान्छे हो, मेरो आफ्नै मान्छे हो भनेर उसले दिएको चिजहरू खानेकुरा होस् या कपडा जेसुकै होस् आजैबाट खान लाउन बन्द गर्नुहोस्। साथीहरू, रिसेन्टली एउटा भिडियो चाहिँ भाइरल भइरहेको छ टिकटकमा, जताततै होइन, 370 रुपियाँको बिरयानीको कथा। एकजना केटी र केटा चाहिँ सायद घुम्न गएको या डेटमा गएको, तर 370 रुपियाँको चिकन बिरयानी खाएको। अनि त्यो कुरा चाहिँ सोसियल मिडियामा अहिले भाइरल भएको। ओ माई गड, साथीहरू, आफ्नो साथी हो, मेरो मनमुटुमा बसेको मान्छे हो, आफ्नो मान्छे हो भनेर विश्वास गर्न चाहिँ कसैलाई नभएको। दुईजना मिलेर 370 रुपियाँको चिकन बिरयानी त खाएको, तर त्यो केटीले मात्रै त्यसको मूल्य चाहिँ चुकाउनु परेको। भनेपछि यहाँ चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि सबैले आफ्नो फाइदा र आफ्नो नाफा नहेरिकन कसैले केही पनि खुवाउँदैन, कसैले केही पनि दिन्न भन्ने कुरा यहाँ पनि प्रष्ट भएको। साथीहरू, बुझि नै हाल्नुभयो होला मैले के भन्न खोजेको। आज चाहिँ मैले खसीको मासु पकाएको र गम कि गम आफैले खाएको। बरु जे जस्तो हुन्छ आफ्नै पैसाले आफ्नै कमाइले जस्तो सुकै होस् खानुहोस्, तर अर्काको पैसाले अर्काले खुवाएको चाहिँ खाँदै पनि नखानुहोस्। आफूले खाएको भने जे जस्तो भए पनि मजाले पचेर निस्किन्छ कि, तर अरूले खुवाएको अरूले दिएको खायो भने चाहिँ नि जस्तो खाइन्छ नि त्यस्तै निकाल्छ के, त्यस्तै निस्किन्छ। जस्तो खायो सक्लो सक्लो त्यत्तिकै सक्लै निस्किन पनि सक्छ, निकाल्न पनि सक्छ। त्यही भएर खाएको पनि पच्दैन। बरु आफूले बरु बासी भातै किन नहोस्, आफूले जे जस्तो बरु दाल भात मात्रै सादा किन होस्, आफ्नो कमाइले खाएको भनेको पचेर मजाले मैदा चाहिँ मैदा जस्तै गिलो न गिलो भएर निस्किन्छ के, पच्न पनि पाउँछ। त्यही भएर साथीहरू, जे जस्तो भए पनि आफ्नो बरु 2 पैसा होस् कि आफ्नै पैसाले 2 पैसाले जति जे आउँछ बरु त्यसैले खाने गर्नुहोस्। तर अर्काको त्यो अर्काको पैसामा चाहिँ लोभिने नगर्नुहोस्। अरूले दियो, मेरो साथी हो, मेरो आफन्त हो, उसले दिएको चिज त हो नि, मैले मागेको हो र भनेर त्यसमा चाहिँ ढुक्क चाहिँ नहुनुहोस्। जसले जे दिए पनि नि त्यो उसले आफ्नो फाइदा हेरेरै दिएको हुन्छ, आफ्नो फाइदा सोचेरै दिएको हुन्छ कि मैले यति खुवाएँ भने यति दिएँ भने सायद यसले पनि मान्ला नि त, मेरो लागि केही गर्ला नि त, मलाई पनि मेरो लागि केही फाइदा होला भन्ने उसले मनमुटुमा उसको दिमागको एउटा कुनामा त कहीँ न कहीँ लुकाएर राखेर बोलेको हुन्छ। यो दुनियाँ स्वार्थी छ, म पनि स्वार्थी नै छु। किनभने मैले पनि यहाँ खसीलाई यहाँ काटेर राखेको, मैले यहाँ पकाइ ग्यासमा पकाइ उसलाई कति दुख्यो होला, मैले यहाँ खाइरहेको छु मेरो पेट भर्नको लागि, मेरो भोक मेटाउनको लागि। यो पनि एउटा स्वार्थ नै भयो। मैले चामलहरूलाई यहाँ पकाएर खाँदैछु, उसलाई पनि दुख्यो होला। मैले काँक्रा गाजरहरूलाई यहाँ मैले काटेर यहाँ खाइरहेको छु, सायद यो पनि उसलाई दुख्यो होला। यो पनि मेरो स्वार्थै नै हो, स्वार्थको लागि त। तर स्वार्थ पनि हुन्छ नि, लिमिट हुन्छ त्यसको पनि, एउटा बोल्ने, एउटा गर्ने, एउटा जे कुराको पनि एउटा लिमिट हुन्छ। तर लिमिट चाहिँ क्रस गर्नु भएन। स्वार्थी दुनियाँ छ, स्वार्थी संसार छ भन्दैमा कसैको अस्मितामाथि यति साह्रो औँला उठाउनु पनि भएन। नाथे 370को बिरयानीकै भरमा चाहिँ उसको इज्जतमाथि यति धेरै बोल्न पनि हुँदैन थियो। तर नामर्दाले एउटा छोरी मान्छेको अस्मितालाई लिएर कन्टेन्ट बनाएर मिडियामा भाइरल चाहिँ हुन पायो। यस्तालाई चाहिँ सजाय दिनुपर्ने हो खास।